हाई गाइस, यो ठाउँको नाम चाहिँ नि अलिकति मलाई वर्णन गर्नु पर्यो है। एकदमै रमणीय छ यो ठाउँको नाम चाहिँ गुम्बाटार हो, जहाँ चाहिँ म जन्मेँ है। यहाँ चाहिँ मेरो धेरै मेमोरिजहरू छ। हामी चाहिँ यहाँ सानोमा पुरा पिकनिकहरू खान्थ्यौँ दिदीहरूसँग, फुपूहरूसँग है। अहिले पनि यो ठाउँ यत्तिकै रमाइलो, अहिले त झन् रमाइलो छ। वरिपरि पुरा होमस्टेहरू छ। तपाईँहरू दार्जिलिङ, सिक्किम, यता सिलगढी कता कता बस्नुहुन्छ, यु गाइस क्यान गो एन्ड भिजिट दिस प्लेस। इट इज कल्ड गुम्बाटार होइन। अन्त यहाँबाट चाहिँ तपाईँहरू सजिलोसँगले धोत्र्या हुँदै, तुमलिङ हुँदै सन्दकपू, फालुटहरू जानु सक्नुहुन्छ। अल्सो फ्रम दिस प्लेस यु कुड सी नेपाल, सिक्किम होइन। सबै यो ठाउँबाट देख्न सक्नुहुन्छ। इभन दि माउन्टेन होइन। इट इज सो मेस्मराइजिङ एन्ड ब्युटिफुल। तपाईँहरू सबैजना नजिकको मान्छेहरू त्यहाँ गएर एकपल्ट भिजिट गर्नुहोस् है त है। त्यही भन्नको लागि चाहिँ मैले यो भोइस ओभर पनि गरिदिएँ। एकदमै रमाइलो, रमणीय, मनमोहक ठाउँ छ है गुम्बाटार चाहिँ।